के तपाईँले यस्तो प्रेम कथा सुन्नुभएको छ जुन दिन प्रतिदिन र वर्ष प्रति वर्ष अझै गहिरो बन्दै जान्छ? हजुर, यही भ्यालेन्टाइन्स डे सँगै सुरु भएको एउटा जीवन्त प्रेम कथा। आउनुहोस्, माया र कृष्णको यो प्रेम कथाबाट आजको दिन सुरु गरौँ। साँचो प्रेममा विश्वास गर्ने हरेक जोडीका लागि प्रेरणा बन्न सक्ने यो कथा अन्तिमसम्म सुनेर साथ दिनुहोला। 13 वर्ष अगाडि यही दिन भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवसकै दिन कृष्णले मायालाई प्रेम प्रस्ताव राखेका थिए। त्यो केवल गुलाबको फुल र केही उपहारको साथमा बोलिएका आई लभ यूमा मात्र सीमित थिएन। त्यो उनीहरूको जीवनभर सँगै जिउने र सँगै हिँड्ने बाचासहित एक सुन्दर भरोसा र समझदारीले भरिएको जीवनको नयाँ अध्यायको सुरुवात थियो। प्रेमबाट सुरु भएको उनीहरूको यात्रा जीवनभरको साथमा परिणत भयो र आज उनीहरूको विवाह पनि 12औं वर्षमा प्रवेश गर्दैछ। समय बित्दै गयो, प्रेमबाट सुरु भए पनि उनीहरूको माया भने दिन प्रतिदिन परिपक्व बन्दै गयो।